एसिया महादेश परापूर्व कालदेखि नै सम्पन्न थियो। मध्यकालमा पनि यहाँका बासिन्दाहरू कृषि, व्यापार, प्रविधि र संस्कृतिमा अगाडि थिए। चीनमा उत्पादित रेशमको व्यापार युरोप, एसिया र अन्य महादेशसम्म हुन्थ्यो। रेशम बेच्नका लागि व्यवस्थित बाटाहरू बनेका थिए। तिनै रेशम बेच्न जाने बाटाहरूलाई पछि रेशम मार्ग अर्थात् सिल्क रोड भन्न थालियो। सिल्क रोडले एसियामा वस्तु, विचार र प्रविधिको आदान प्रदान गर्न मद्दत गर्यो। चिनिया रेशम जस्तै भारतीय मसला र सुती कपडा, मध्य एसियाली घोडा र अरबका बहुमूल्य पत्थरहरूको बिक्री विश्वभर हुने गर्दथ्यो। एसियामा धान, गहुँ, जौ, कपास आदिको राम्रो खेती हुन्थ्यो। सिँचाइका लागि नहरहरू बनिसकेका थिए। भारतमा प्राचीन कालबाट नै इस्पातको उत्पादन हुन्थ्यो। चीनमा दोस्रो शताब्दीमै कागजको उत्पादन भइसकेको थियो। कागज, बारुद र कम्पास जस्ता आविष्कारहरूले गर्दा चीन निकै सम्पन्न थियो। नेपालबाट पनि तामाका भाँडाकुँडा, कस्तुरी, चमर, खाद्यान्न आदिको निर्यात हुन्थ्यो। मध्यकालमा एसियाली देशहरू आत्मनिर्भर थिए। सबैसँग आफ्नै उत्पादन थियो, अरूको भर पर्नुपर्ने अवस्था थिएन। मध्यकालीन एसियाको आर्थिक अवस्था थाहा पाउन यहाँका देशहरूको जानकारी आवश्यक हुन्छ। अब केही बेर एसियाका प्रमुख देशहरूबारे चर्चा गरे है त। सबैभन्दा पहिला कुरा गरौँ चीनको बारेमा। 5औं शताब्दीदेखि 15औं शताब्दीसम्म चीनको आर्थिक अवस्था निकै राम्रो थियो। त्यति बेला चीनले कृषि, व्यापार, उद्योग र प्रविधिमा ठूलो प्रगति गरेको थियो। विशेष गरी दक्षिणी चीनमा प्रशस्त धान खेती हुन्थ्यो। त्यति बेला नै त्यहाँ ग्रान्ड क्यानल जस्ता ठूला सिँचाइ परियोजनाहरू बनिसकेका थिए। चीनमा चिया, चिनी र कपास जस्ता नयाँ फसलहरूको खेती पनि हुने गर्दथ्यो। नयाँ प्रविधि र कृषि उपकरणहरूको प्रयोगले कृषि उत्पादन बढेको थियो। चीनले सिल्क रोड मार्फत मध्य एसिया, युरोप र भारतसँग व्यापार गर्यो। उसले रेशम, माटोका भाँडा, कागज, धातुका सामान, चिया आदिको निर्यात गर्थ्यो। यसका साथै दक्षिण पूर्वी एसिया, भारत र अरबसँग चीनको समुद्री व्यापार पनि हुने गर्दथ्यो। 960 देखि 1279 इस्वीसम्म चीनमा शासन चलाउने सुङ राजवंशले कागजी मुद्रा प्रचलनमा ल्याएका थिए। यसले व्यापार र लेनदेनलाई सजिलो बनायो। मध्यकालमा चीनले रेशम उत्पादनमा एकाधिकार कायम गरेको थियो। चीनमा उत्पादन भएको रेशम सिल्क रोड मार्फत विश्वभर निर्यात हुने गर्दथ्यो। चिनिया माटाका भाँडाहरू पनि सबैतिर प्रसिद्ध थिए। यसबाट चीनले ठूलो फाइदा लियो। त्यहाँ लोहा र इस्पात उत्पादन गर्ने उद्योगहरू पनि खुलिसकेका थिए। यसबाहेक मध्यकालमा चीनले धेरै महत्त्वपूर्ण आविष्कारहरू पनि गरेको थियो। त्यहाँ कागज, बारुद, कम्पास र प्रिन्टिङ प्रविधिको विकास भइसकेको थियो। यी आविष्कारहरूले चीनको आर्थिक विकासमा सहयोग गरे। ग्रान्ड क्यानलले उत्तर र दक्षिण चीनलाई जोडेर व्यापारलाई सहज बनाइदियो। चीनको राजनीतिक स्थिरताले पनि उसको आर्थिक प्रगतिलाई सहयोग पुर्यायो। 618 देखि 907 इस्वीमा चीनको शासन ट्याङ राजवंशको हातमा थियो। त्यति बेला उसले सांस्कृतिक र आर्थिक विकास गरेको देखिन्छ। ट्याङ राजवंशको समयमा कृषि उत्पादन, व्यापार र प्रविधिमा ठूलो प्रगति भयो। 960 देखि 1279 इस्वीमा सुङ राजवंशको शासन थियो। सुङ राजवंशको समयमा कागजी मुद्रा, समुद्री व्यापार र शहरीकरणले चीनलाई विश्वकै एक धनी राष्ट्र बनाएको थियो। सन् 1271 मा कुब्लाई खानले चीनमा युआन राजवंशको शासन चलाए। उनले सम्पूर्ण चीनलाई एकीकृत गरी मङ्गोल राज्यलाई विश्वको सबैभन्दा ठूलो साम्राज्य बनाए। उनले ग्रान्ड क्यानललाई पुनर्निर्माण गरे। यसपछि उत्तर र दक्षिण चीन बीचको व्यापार अझ सजिलो भयो। सन् 1368 देखि 1644 सम्म चलेको मिङ राजवंशको शासनकालमा समुद्री व्यापारमा धेरै सुधार भयो। यति बेला चीनको जनसङ्ख्या वृद्धि भयो र उत्पादन पनि निकै बढ्यो। तर मिङ राजवंशको अन्त्यतिर चीनले आर्थिक समस्याहरू सामना गर्न थाल्यो। चीनमा ह्वाङहो अर्थात् पहेँलो नदी र याङ्जे जस्ता नदीहरूले बाढी ल्याउने गर्दथे। सन् 1637 देखि 1641 सम्मको खडेरीले चीनको अर्थतन्त्रलाई ठूलो असर गर्यो। यस्ता प्राकृतिक प्रकोपहरूले कृषि उत्पादन घट्यो, किसानहरूलाई करको बोझ थपियो। राज्यमा देखा परेको प्रशासनिक भ्रष्टाचारका कारण पनि अर्थतन्त्र कमजोर बन्दै गयो। मिङ राजवंशले समुद्री व्यापारलाई नियन्त्रण गर्न थालेको थियो। यसले गर्दा व्यापारमा ठूलो असर पार्यो। समुद्री व्यापार कम हुँदै गएपछि विदेशी मुद्राको आम्दानी पनि घट्न थाल्यो। मिङ राजवंशको अन्त्यतिर मन्चुहरूले चीनमा आक्रमण गरे। यसले राजनीतिक अस्थिरता बढ्दै गयो। पछि सन् 1876 देखि 1879 को डेङ्बु खडेरीले उत्तरी चीनलाई ठूलो असर गर्यो। यस खडेरीले करिब 9 देखि 13 लाख मानिसहरूको मृत्यु भएको अनुमान गरिन्छ। त्यस्तै सन् 1928 देखि 1930 का बीचमा उत्तरी चीनमा अर्को खडेरी पर्यो। यसबाट करिब 30 लाख मानिसहरूको मृत्यु भयो। यसरी मध्यकालमा निकै राम्रो आर्थिक अवस्था भएको चीनको अर्थतन्त्र सङ्कुचन हुन थाल्यो अर्थात् बिग्रदै गयो। चीनपछि अब कुरा गरौँ भारतको बारेमा। मध्यकालीन भारतको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित थियो।
करिब 80% वा भनौँ अधिकांश भारतीयहरू ग्रामीण क्षेत्रमा बसोबास गर्दथे। भारतमा गहुँ, धान, जौ, दाल, तिलहन, कपास, उखु आदिको उत्पादन गरिन्थ्यो। मुगल कालमा भारतीय किसानहरू नील, रेशम र मसलाको पनि राम्रो उत्पादन गर्दथे। खेतमा सिँचाइ गर्नका लागि नहर र पोखरीहरू बनाइएका थिए। किसानहरू राजालाई कर तिर्थे। करका रूपमा नगद वा कृषि उत्पादनको केही भाग बुझाइन्थ्यो। यसबाहेक व्यापारमा पनि कर लगाइन्थ्यो। भारतमा कपडा उद्योग, धातु तथा छालाका सामान बनाउने उद्योग, माटोका भाँडा, गरगहना र घरायसी सामान आदि बनाउने उद्योगहरू खुलेका थिए। भारतबाट वुड स्टिल जस्तो उच्च गुणस्तरको इस्पात विश्वभर निर्यात हुन्थ्यो। भारतको सुती पनि विश्वभरि नै प्रसिद्ध थियो। यहाँ सुन, चाँदी, तामा लगायतका धातुबाट बनेका सिक्काहरूको प्रचलन हुन्थ्यो। सन् 1497मा समुद्री मार्ग हुँदै युरोपबाट निस्किएका एक पोर्तुगाली अन्वेषक सन् 1498मा भारत पुगेका थिए। वास्को डा गामा नामका ती समुद्री यात्रीको साहसिक र ऐतिहासिक यात्राले युरोप र एसिया बीच व्यापारिक मार्ग खोल्न मद्दत गर्यो। यसपछि भारत र युरोप बीचको व्यापार भूमध्य सागर र अरब व्यापारीहरूमा मात्र सीमित रहेन। मुगल साम्राज्यको पतनपछि भने भारतमा राजनीतिक अस्थिरता, आर्थिक शोषण र औपनिवेशिक शासनको सुरुवात भयो। भारतमा ससाना राज्य र साम्राज्यहरू उत्पन्न भए। यिनीहरूबीच लडाईँ र प्रतिस्पर्धा बढ्न थाल्यो। केन्द्रीय शासनको अभावले गर्दा व्यापार र उद्योगमा असर पर्न थाल्यो। कृषि भारतको आर्थिक अवस्थाको मुख्य आधार थियो। तर मुगल साम्राज्यको पतनपछि कृषि उत्पादनमा गिरावट आयो। सन् 1876 देखि 1878 सम्म भारतमा लामो खडेरी पर्यो। यसबाट दक्षिणी भारतको कृषि क्षेत्र प्रभावित भयो। यस खडेरीपछि उत्पन्न भोकमरी र रोगहरूले गर्दा करिब 50 लाखदेखि 1 करोड मानिसहरूको मृत्यु भएको अनुमान गरिन्छ। त्यस्तै सन् 1896 देखि 1897 को मध्य र उत्तरी भारतमा परेको अर्को खडेरीले करिब 5 लाख मानिसहरूको मृत्यु भएको अनुमान गरिन्छ। यसले कृषि उत्पादनमा ठूलो असर पारेर खाद्यान्नको अभाव बढाएको थियो। यस्ता विपत्तिहरूका कारण किसानहरूलाई करको बोझ थपिँदै गयो। किसानहरूले आफ्नो उत्पादनको धेरै भाग करको रूपमा तिर्नु पर्थ्यो। मुगल साम्राज्यको पतनपछि बेलायतीहरूले भारतमा आफ्नो शासन स्थापित गर्न थाले। यसले भारतको आर्थिक अवस्थामा ठूलो असर पार्यो। बेलायतीहरूले भारतलाई आफ्नो कच्चा पदार्थको स्रोत र तयार मालको बजार बनाए। यसले भारतको आर्थिक स्वतन्त्रता समाप्त गरिदियो। मध्यकालीन एसियाको अर्को बलियो अर्थतन्त्रमा जापान पर्दथ्यो। जापानको अर्थतन्त्र कृषि, शिल्प र व्यापारमा आधारित थियो। यहाँ धान, गहुँ, जौ आदिको उत्पादन हुन्थ्यो। तर किसानहरूले आफ्नो उत्पादनको एक भाग दाइम्यो र शोगुन भनिने सामन्तहरूलाई करको रूपमा बुझाउनु पर्थ्यो। समुराई भनिने योद्धाहरूले ती सामन्तहरूको रक्षा गर्थे। तिनै समुराईहरूले किसानबाट कर उठाएर सामन्तलाई बुझाउँथे। जापानमा कागज, रेशम, माटोका भाँडा र धातुका सामानहरू उत्पादन गरिन्थ्यो। जापानले विशेष गरी चीन, कोरिया र दक्षिण पूर्व एसियासँग व्यापार गर्थ्यो। त्यहाँ रेशम, चिया र चिनिया सामानहरू आयात हुन्थे भने त्यहाँबाट जापानी तरवार, चाँदी र तामा निर्यात गरिन्थ्यो। 17औं शताब्दीमा शोगुनले जापानमा साकोकु नीति लागू गरे। साकोकु नीति अनुसार जापानलाई विदेशी प्रभावबाट टाढा राखियो। यसरी वैदेशिक सम्बन्धमा अंकुश लगाएपछि जापानको वैदेशिक व्यापारमा ठूलो असर पर्यो। भूकम्प, सुनामी र खडेरीको कारण पनि जापानको आर्थिक विकास प्रभावित भयो। यसका साथै सामन्तहरूबीचको सङ्घर्षले जापानको अर्थतन्त्र अस्थिर बनाएको थियो। एसियाली देशहरूको अर्थतन्त्रबारे कुरा गर्दा नेपालको बारेमा पनि केही कुरा थाहा पाउनुपर्ने हुन्छ। मध्यकालीन नेपालको आर्थिक अवस्था मुख्यतया कृषि, मझौला उद्योग र व्यापारमा आधारित थियो। यहाँ धान, गहुँ, मकै, कोदो, जौ, तरकारी तथा फलफुल आदिको उत्पादन गरिन्थ्यो। 7औं शताब्दीमै तत्कालीन उत्तर भारतका राजा हर्षवर्धनसँग व्यापार सम्झौता गरिसकेको नेपाल एक आत्मनिर्भर राज्य थियो। चीनको टाङ वंशावलीमा नेपाललाई एक स्थिर समृद्ध राज्यको रूपमा चिनाइएको छ। तिब्बत र भारतसँग नेपालको व्यापारिक सम्बन्ध निकै राम्रो थियो। नेपालबाट तिब्बततिर खाद्यान्न, कपडा, धातुका सामान, जडीबुटी आदि पठाइन्थे। तिब्बतबाट चाहिँ नुन, ऊन, सुन आदि ल्याइन्थ्यो। नेपालको बाटो हुँदै गरिने तिब्बत र भारतको व्यापारबाट पनि नेपालले फाइदा लिन्थ्यो। मल्लकालमा महेन्द्र मल्ली, शिव मल्ली भनिने सुनका मुद्राहरू पनि प्रचलनमा थिए। चाँदी वा तामाका सिक्काहरूको पनि यहाँ प्रयोग हुन्थ्यो। यसका साथै अन्नको कारोबार पनि गरिन्थ्यो। राज्यले कृषि, व्यापार, पशुपालन, मनोरञ्जन आदिमा कर लगाउँथ्यो। 13औं शताब्दीमा मङ्गोल शासक कुब्लाई खानले बौद्ध धर्मप्रति आकर्षित भएर नेपालबाट कलाकारहरू आमन्त्रित गरेका थिए। त्यसअनुसार 1260 को दशकमा अरनिको तथा अन्य कलाकारहरू तिब्बत हुँदै चीन पुगे। अरनिकोले चीनमा ठूलै सम्मान प्राप्त गरे।
उनलाई चीनको युआन वंशको दरबारमा सम्मानित गरियो। अरनिकोलाई बलिबु भनेर सम्बोधन गरिन्थ्यो। यसको अर्थ प्रतिभाशाली कलाकार भन्ने हुन्छ। काठमाडौँ उपत्यकाका मल्ल राजाहरूले नदी, झरना र खोलाबाट पानी ल्याएर सिँचाइका लागि राजकुलोहरू निर्माण गरेका थिए। त्यस्ता राजकुलोहरूले उर्वरा माटोलाई सिँचाइ गरी धान, गहुँ, तरकारी आदिको उत्पादन बढाएका थिए। पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरणपछि राजकुलो प्रणालीलाई जोगाएर कृषि उन्नतिलाई प्राथमिकता दिए। गोर्खा, लमजुङ र नुवाकोटमा पनि यस्तै प्रणाली विकसित गरिएको थियो। तर खस साम्राज्यको पतन, उपत्यकाका मल्ल राज्यहरूको विभाजन, सेन राज्यको पतन, विजयपुर राज्यको विलय, तिरहुत राज्यको पतन आदि कारणहरूले गर्दा नेपालको आर्थिक अवस्था कमजोर बन्दै गयो। तपाईलाई यी राज्यहरूबारे थप जानकारी लिने मन भए त्यस सम्बन्धी भिडियोहरू यसै च्यानलमा उपलब्ध छन्, हेर्नुहोला। त्यसपछि नयाँ बनेका ससाना राज्यहरू आपसमै लडेर समय बिताउन थाले। नेपालले लामो समय युद्धमै बितायो। यी राजनीतिक कारणबाहेक समय समयमा आउने भूकम्प, महामारी तथा मौसमी समस्याका कारण पनि नेपालको अर्थतन्त्रमा प्रभाव परेको देखिन्छ। परम्परागत कृषिमा सुधार हुन नसक्नु नेपालको ठूलो असफलता हो। नेपालमा औद्योगिक विकासलाई पनि महत्त्व दिइएको देखिँदैन। यहाँ प्रविधिको विकास पनि हुन सकेन। आफ्नो देशमा उत्पादन नभएका कारण नेपालले व्यापारबाट पनि फाइदा लिन सकेन। यसरी समग्रमा भन्नुपर्दा मध्यकालीन एसियाको आर्थिक अवस्था प्रारम्भमा निकै राम्रो रहेको थियो। मध्यकालीन एसियाको आर्थिक प्रगतिले युरोपेली पुनर्जागरणलाई समेत प्रेरित गरेको थियो। उदाहरणका लागि चिनिया र अरबी प्रविधि, भारतीय गणित र एसियाली मसलाहरूले युरोपेली अर्थतन्त्र र विज्ञानमा क्रान्ति ल्याएका थिए। तर मध्यकालको अन्त्यतिर आइपुग्दा एसियाका कतिपय देशहरूको आर्थिक अवस्था कमजोर बन्न थालेको थियो। आधुनिक कालमा आएपछि भने एसियाका चीन, जापान, कोरिया, भारत लगायतका देशहरूले ठूलो प्रगति गरिसकेका छन्। नेपाल लगायत एसियाका सबै देशहरूले अब प्रगतिको लय समात्नु छ। धन्यवाद।